नमस्ते एभ्रिवान। मेरो युट्युब च्यानलमा हजुरहरूलाई सम्पूर्णलाई स्वागत छ। आज चाहिँ हामी क्लास 12 को मोडल क्वेसन सोल्युसन लिएर आएको छौँ, जो कि विद्यार्थी भाइ बहिनीहरूलाई अलि सहज होस् भनेर एकदमै इम्पोर्टेन्ट थ्योरी लिएर आएको छौँ। लगभग यसमा चाहिँ हजुरको लगभग थ्योरी चाहिँ हाम्रो 70% थ्योरी आउने गर्छ। हजुरहरूले हेरिदिनु होला। अब चाहिँ हामी सोलुसनतिर लागौँ। एक नम्बरमा रहेछ उत्पादन सम्भाव्यता वक्र भन्नाले उत्पादन सम्भाव्यता भन्दा सीमित स्रोतको अधिकतम उपयोग गरी दुई वस्तुको सम्भावित उत्पादन समायोजन देखाउने वक्र हो। हजुर यसरी बुझ्नुहोस्। अब प्रश्न नम्बर 2 रहेको छ, मार्जिनल रेभिन्यू निकाल्नुहोस्। टिआर भनेको टोटल रेभिन्यू हो। यसमा 15 युनिट छ अनि हजुरहरूको टिआर फेरि 16 युनिट छ अनि त्यसलाई मार्जिनल रेभिन्यू एमआर निकाल भनेको छ। मार्जिनल रेभिन्यू निकाल्ने सूत्र के हो भने चेन्ज इन टिआर टोटल रेभिन्यू चेन्ज इन डिभाइड बाई चेन्ज इन क्वान्टिटी गऱ्यो भने चाहिँ हाम्रो टोटल के अरे मार्जिनल आउँछ, मार्जिनल रेट आउँछ। हजुरहरूले यसरी हेर्न सक्नुहुनेछ। यदि बुझेन भने अब हजुरले कमेन्ट गर्न सक्नुहुनेछ, हामी फेरि पनि बुझाउने प्रयास गर्नेछौँ हजुरहरूलाई। क्वेसन नम्बर 3 मा रहेको छ, सरकारी ऋणको परिभाषा दिनुहोस्। सरकारी ऋण भन्नाले सरकार सार्वजनिक खर्चहरू पुरा गर्न विभिन्न स्रोतबाट लिएको ऋणलाई जनाउँछ। यो पनि हजुरहरूले सधैँ सुनिरहेको क्वेसन हो। त्यही अब हामी क्वेसन नम्बर 4 तिर जान्छौँ। विनिमय दर भन्नाले के हो? यो चाहिँ सधैँ आउने क्वेसन हो। हजुरहरूले राम्रोसँग ध्यान दिएर बुझ्नु होला, धेरै अर्थ लाग्छ यसको। विनिमय दर भन्नाले एक देशको मुद्रा अर्को देशको साझा गर्ने प्राप्त गर्ने मुद्रा अनुपात हो। यो क्वेसन रहेको छ। त्यसै गरी क्वेसन नम्बर 5 मा रहेको छ, संरचनात्मक बेरोजगारीको परिभाषा दिनुहोस्। संरचनात्मक बेरोजगारी भन्नाले रोजगारी खोज्ने क्रममा अस्थायी रूपमा बेरोजगार हुने अवस्थालाई जनाउँछ है, संरचना बेरोजगारी। साप्ताहका कुनै दुई सिद्धान्त लेख्नुहोस् भनेको छ। साप्ताह क्षेत्रीय व्यापारमा सहकारी व्यापार वृद्धि र क्वेसन नम्बर 7 रहेको छ, नेपालको 15 योजनाको दीर्घकालीन सोच उल्लेख गर्नुहोस् भनेको छ। अब हाम्रो रहेको छ 15 योजनाको दीर्घकालीन सोच र समृद्धि नेपाल सुखी नेपाली भन्ने रहेको छ। क्वेसन नम्बर 8 मा रहेको छ, दिगो विकास लक्ष्यका एक लक्ष्य 2 उल्लेख गर्नुहोस् भनेको छ। एकमा छ गरिबी अन्त्य गर्नु, दुईमा छ भोकमरी अन्त्य गर्नु र खाद्य सुरक्षा सुनिश्चित गर्नु र पोषण सुधार गर्नु भनेको छ। त्यसै गरी हाम्रो क्वेसन नम्बर 9 मा रहेछ, द्वितीय तथ्याङ्क कुनै दुई अप्रकाशित स्रोतहरू उल्लेख गर्नुहोस् भनेको। एकमा कार्यालयको आन्तरिक प्रतिवेदन, त्यसै गरी दुईमा छ सर्वेक्षण फार्महरू दस्तावेजहरू भनेको छ। हजुरहरूले क्वेसनहरू यसरी बुझेर अरू पनि थुप्रै अरू कुरा हुन्छन् यसको बुझामा, हजुरले त्यही लेख्न सक्नुहुनेछ। अब त्यसै गरी अब हाम्रो यो क्वेसन नम्बर 1 देखि 9 सम्म चाहिँ यो भएको छ अनि त्यसपछि अब हामी क्वेसन 10 स्टार्ट गर्न गइरहेका छौँ। तथ्याङ्क शास्त्र भन्नाले के हो? तथ्याङ्क शास्त्र भन्नाले कुनै विषयवस्तु तथ्यहरू सङ्कलन, वर्गीकरण, विश्लेषण, व्याख्या तथा प्रस्तुतीकरणको गर्ने वैज्ञानिक विधिलाई जनाउँछ। जस्तै उदाहरणका लागि बुझ्न सक्नुहुनेछ हजुरहरूले, जनसङ्ख्या, उत्पादन, रोजगार आदि विषयवस्तु सँगसँगै विवरणहरू हटाउनु हो। क्वेसन नम्बर 11 हामी स्टार्ट गरेर दिएको तथ्याङ्क अनुसार अब यो चाहिँ न्युमेरिकल रहेको छ हजुरहरू। जस्तै 100 को मान निकाल्नु भनेको छ, सूत्र राखिदिएको छ। हजुरहरूले नबुझ्यो भने कमेन्ट गर्नु होला। थुप्रै भिडियोहरू हामीले यो मेरो च्यानल भिडियोहरू गरेको छौँ, त्यहाँ जान सक्नुहुन्छ हजुर। त्यसो भए अब म 12 मा स्टार्ट गर्नु गएको छु। श्रम विभाजन हुनाले के हो? यसको फाइदाहरू व्याख्या गर्नुहोस् भनेको छ। श्रम विभाजन भन्नाले कुनै ठुलो कामहरूलाई सानसाना भागमा बाँडी विभिन्न व्यक्तिहरूलाई तिनीहरूको दक्षता अनुसार काम दिनु हो। अब हामी श्रम विभाजनको फाइदातिर लाग्यौँ। श्रम विभाजनका फाइदाहरू यस प्रकार रहेका छन्। जस्तै अब 1 मा रहेको छ दक्षता वृद्धि हुन्छ, 2 मा समयको बचत हुन्छ, 3 मा उत्पादन वृद्धि हुन्छ र 4 मा उत्पादन लागत घट्छ र 5 मा गुणस्तर सुधार भन्ने हुन्छ। हजुरहरूले हेर्नुहोस्। त्यसपछि हामी अब क्वेसन नम्बर 13 स्टार्ट। रिकार्डोले लागत सिद्धान्त व्याख्या गर्नुहोस् भनेको छ। रिकार्डोको लागत सिद्धान्त, यो सिद्धान्त डेभिड रिकार्डोले प्रस्तुत गरेका थिए। उनका अनुसार भाडा उत्पादन सेवाता हुने भिन्नताले आधारमा उत्पन्न हुन्छ। सबै जमिनको उपलब्धता समान हुँदैन, त्यसैले भन्ने बढी जमिन बढी उत्पादन दिन्छ र त्यसैले अनुसार भाडा निर्धारण हुन्छ भन्ने छ। यसको मुख्य धारणा के छ भन्दाखेरि भाडा केवल उर्वर जमिनमा लाग्छ। अनि अर्को रहेको छ भाडा सीमित जमिनमा हुँदैन हैन, मार्जिनल ल्यान्ड भनेको छ। त्यसपछि भाडा जमिनको प्राकृतिक उर्वरता वा स्थिति अनुसार हुन्छ। हजुरहरूले यो हेर्न सक्नुहुन्छ। त्यसपछि क्वेसन नम्बर 15 स्टार्ट गर्नु भने एकाधिकार बजार अन्तर्गत औसत आय वक्र र सीमान्त आय वक्रको मितभेद गर्नुहोस् भनेको छ। हाम्रो एकाधिकार बजार एआर र एमआर को वक्र विपद भने एआर भनेको एभरेज रेभिन्यू, कुल आम्दानीलाई बिक्री सङ्ख्याले भाग गर्दा पाइने आय हो।
एआर एभरेज न्युमरेटर टोटल रेभिन्यू डिभाइडेड क्वान्टिटीले भाग गरेको छ यहाँ। यसले मूल्यको प्रतिनिधित्व गर्छ। एमआर मार्जिनल रेभिन्यू एक अतिरिक्त युनिट बिक्री गर्दा प्राप्त हुने थप आम्दानी हो। मार्जिनल रेभिन्यू इक्वल टु चेन्ज इन टिआर टोटल रेभिन्यू डिभाइडेड चेन्ज इन क्वान्टिटी क्यू भनेको छ। वक्रको विशेषता लेख भनेको छ। वक्रको विशेषता भनेको अब एकाधिकार बजारमा एभरेज रेभिन्यू घट्दो हुन्छ। त्यसै गरी मार्जिनल रेभिन्यू एमआर वक्र एआर वक्रभन्दा सधैँ तल रहन्छ हैन। जस्तै मार्जिनल रेभिन्यू एभरेज रेभिन्यू सधैँ तल रहेको हुन्छ। त्यसै गरी अब हाम्रो चाहिँ थर्डमा रहेको छ जाउँ अब क्वेसन नम्बर 16। यो चाहिँ केन्द्रीय बैंकका कुनै 5 वटा कार्यहरू व्याख्या गर्नुहोस् भनेर यो चाहिँ सधैँ आइरहने भिडियो है, आइरहने प्रश्न हो। हजुरहरूले हेर्न सक्नुहुन्छ केन्द्रीय बैंक एक राष्ट्रको मुख्य वित्तीय संस्था हो जसले देशको मौद्रिक नीतिलाई सञ्चालन गर्छ। यसको प्रमुख कार्यहरू निम्न छन्। एकमा छ मुद्रा नियमन गर्ने, दुईमा सरकारी बैंकको रूपमा कार्य गर्ने, वाणिज्य बैंकहरूलाई नियमन गर्ने। हजुरहरूले यस्तै थपसप गर्न सक्नुहुनेछ। चारमा विदेश विनिमय व्यवस्थापन गर्ने र अन्तिम ऋणदाताको रूपमा कार्य गर्ने भन्ने यिनीहरू कार्यहरू रह्यो। क्वेसन नम्बर 17मा गयौँ अब हामी। गरिबी भनेको के त? नेपालमा गरिबी निवारणका उपाय बारेमा लेखाजोखा गर्नुहोस् भनेको छ। हजुर देख्न सक्नुहुनेछ। प्रश्न नम्बर 17 यस प्रकार रहेको छ। गरिबी भन्नाले व्यक्ति वा परिवारले आधारभूत आवश्यकताहरू जस्तै खान, घाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य आदि पनि पुरा गर्न नसक्ने अवस्थालाई जनाउँछ गरिबी। गरिबी हटाउने उपायहरू है, रोजगारी सिर्जना गर्ने हैन, गरिबी हट्छ। 2मा रहेको छ शिक्षा र स्वास्थ्यमा पहुँच। 3मा ग्रामीण विकास। 4मा रहेको छ सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गर्नु। त्यसपछि माइक्रो फाइनान्स र कर्जा सुविधा भन्ने रहेको छ। जस्तै यसका प्लानहरू नेपालमा निर्माण प्रक्रिया बारेमा व्याख्या गर्नुहोस् भनेको छ। उत्तर रहेको छ नेपालमा योजना निर्माण प्रक्रिया विकास र कार्यहरू व्यवस्थित रूपमा कार्य तयारी गरिन्छ। योजना निर्माणका प्रक्रिया निम्न चरणहरू आधारित छन्। चरणहरू यस प्रकार पूर्व अध्ययन 1मा रहेको छ। 2मा उद्देश्य निर्माण। त्यसै गरी 3मा रहेको प्राचीन क्षेत्रको चयन र 4मा कार्यक्रम निर्माण। त्यसपछि 5मा रहेको छ बजेट व्यवस्था भनेर यिनीहरू 5 वटा चरणहरू रहेका छन्। त्यसै हजुरहरूले हेर्न सक्नुहुनेछ। त्यसै गरी अब हामी क्वेसन अर्को स्टार्ट गर्न गइरहेका छौँ। हजुरहरूलाई कस्तो लाग्छ भिडियोलाई सुझाव होला कमेन्ट बक्समा गर्नुहोला। यिनीहरू एकदमै इम्पोर्टेन्ट क्वेसन सधैँ आउने प्राय क्वेसनमा सधैँ सोधिरहने क्वेसनहरू रहेका छन्। यिनीहरू हजुरहरूले हेर्न सक्नुहुनेछ। यति अगाडि जति जे भिडियो छन् कति के लाग्छ हजुरहरूले 6मा रहेको छ। अब कार्यान्वयन र मूल्याङ्कन भन्ने छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। 6 वटा चरण रहेका छन्। अर्को क्वेसन रहेको छ पुनः प्रतियोगितात्मक बजारमा सन्तुलन मूल्य र उत्पादन अल्पकालीन अवधिमा एमआर र एमसी बिचमा कसरी निर्णय गरिन्छ भन्ने छ। उत्तर रहेको पुनः प्रतियोगितात्मक बजारमा सन्तुलन मूल्य उत्पादन भन्ने रहेछ। यो हजुरहरूले हेर्न सक्नुहुनेछ। यो चाहिँ मैले पढिनँ। हजुरहरूले भिडियो पाउज गरेर हेर्न सक्नुहुन्छ। चित्रद्वारा पनि देखाउन सकिन्छ यसमा, यहाँहरूले हेर्न सक्नुहुनेछ। त्यसपछि हामी अब अर्कोतिर जान्छौँ। नेपालको आर्थिक विकास वैदेशिक वित्तेषण प्रवाहको भूमिका वर्णन गर्नुहोस् भनेको छ। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूले पढ्नु होला, म पनि गर्न गइरहेको छु। नेपालमा वैदेशिक वित्तेषणका प्रमुख आयहरू रहेका छन्, स्रोतहरू रहेका छन् जसले आर्थिक विकासमा धेरै योगदान पुर्याएको छ। विप्रेषण अब त्यो यो साथीहरू विप्रेषण नेपालमा विप्रेषणले चलेको हुन्छ। यसका विभिन्न स्रोतहरू रहेका छन्। यसका भूमिकाहरू निम्नानुसार रहेका छन्। 1मा छ वैदेशिक मुद्रा आर्जन भनेको छ, हजुरले पढ्न सक्नुहुन्छ। 2मा छ आय स्तरमा सुधार भनेको छ। 3मा शिक्षा र स्वास्थ्यमा लगानी भनेको छ। 4मा छ दरिद्रता र न्यूनीकरण भनेको छ र 5मा छ उद्यमशीलता र प्रवर्धन भनेको छ। निष्कर्षमा हजुरहरूले पढ्न सक्नुहुन्छ। यो चाहिँ निष्कर्षमा रहेको छ। हजुरहरूले भिडियो पाउज गरेर हेर्न सक्नुहुनेछ। त्यसै गरी अर्को क्वेसनहरू छ नेपालका विकासशील देशको सन्दर्भमा स्वतन्त्र व्यापार नीतिको प्रश्नको पक्षमा कार्य तर्कहरू राख्नुहोस् भनेको छ। 1मा छ अब जस्तै यसका परिषदीय बढ्न र विदेशी लगानी भित्रिन्छ र अनि यो 4मा रहेछ। हजुरले पढ्नुहुन्छ। मैले त सबै पढिनँ है। अब भिडियो यसका घरेलुहरू 1 2 3 4 वटा पोइन्टहरूमा रहेको छ। हजुरले हेर्नुहोस्। तर यो एकदम इम्पोर्टेन्ट र अरू पनि यस्तै हजुरले थप लेख्न सक्नुहुनेछ। व्याख्या गर्नुहुन्छ। निष्कर्ष पनि हजुरको
आफ्नो यसमा हेर्नु अब अर्को question सरकारी बजेट भनेको के हो सरकारी बजेट निर्माण प्रक्रिया व्याख्या गर्नुहोस् भने यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो साथीहरू यसलाई ध्यान दिएर सुन्नु होला यो चाहिँ मैले पढिनँ यसमा हजुरले पढ्नु होला सरल भाषामा सबमा रहेको छ जस्तै अब सरकारी बजेट निर्माणका प्रक्रिया भनेको छ एकमा छ पूर्व तयारी चरण भन्ने छ हजुरले दुईमा छ मन्त्रालयगत सङ्कलन भनेको छ तीनमा छ बजेटको समीक्षा भनेको छ हजुरहरूले यसरी नै हेर्न सक्नुहुनेछ चारमा रहेको छ मर्यादा र तयारी भनेको छ पाँचमा मन्त्री परिषद भनेको छ संसद पेश भनेको छ अनि सातमा कार्यान्वयन भनेको छ आठमा चाहिँ निरीक्षण र लेखा परीक्षण भनेको छ हजुरहरूले यिनीहरू 8वटा चरण हेर्न सक्नुहुनेछ त्यसपछि अब निष्कर्ष पनि हजुरहरूले मैले चाहिँ यो लेखेको छु निष्कर्ष हजुरहरूले आफ्नो भाषामा निष्कर्ष लेख्न सक्नुहुनेछ के बुझ्नुभयो त्यो लेख्न सक्नुहुन्छ धन्यवाद भिडियो के बुझ्नुभयो प्रतिक्रिया दिनु होला कमेन्ट गर्नु होला हामी चाहिँ कमेन्ट हेर्नेछौँ हजुरहरूको सुझाव सल्लाह दिनु होला यो चाहिँ हाम्रो यो भिडियो र यस्तै थुप्रै भिडियोहरू हामी ल्याउने नै छौँ हजुरहरूले कमेन्ट गर्न सब्सक्राइब गर्नु धन्यवाद नमस्कार